फुल चाहिँ के राम्रो फुलेछ भने यहाँ छ फुल मजाको फुल फुलेको फुलै फुलको संसार भएको छ अनि फुल फुलेर के राम्रो भइरहेछ अब यहाँबाट दाँतको बच्चा गर्नलाई हिँड्न लागेको बाटोमा बाइक पार्किङ हुँदा जानुभन्दा अगाडि यहाँ फुल फुलेको देखेर मजाले आनन्द आइरहेको छ फुल फुलेको देखेर नमस्ते पेसिफिक गुड मर्निङ अब यहाँबाट बल्दे बल्दे टा भागे कफी खाएर चाहिँ अब हिँड्नु पऱ्यो यहाँबाट के हालेको छ तैँले यसमा सुरुमा चाहिँ आइस हालेको छ होइन अनि आइस त्यसपछि त्यो आइसक्रिम हालेको छ अब यो एस्प्रेसो हालेपछि अब यो के भन्छ यो ल बनाउँदा हाल्नु त हाल्ने होइन कि अहिले नहाल्ने कि अहिले ए त्यतिखेर हाल्ने हो अहिले खासमा हाल्ने हो होइन तर यो कप चाहिँ भुलेको हाल्ने हुन्छ तातो छ यो चक्रपति एरियामा अब विकास भएको छ 16 लाइनको बाटो गाडीहरू बाइकहरू हाँकिरहेका छन् यहाँबाट वक गर्ने बाटो पनि एकदम राम्रो छ उता पारी पनि छ वरि पनि छ अनि यहाँबाट वक गर्दै हिँड्दाखेरि अति रमाइलो छ अब बिहान त आउन सकिन्न बिहान चाहिँ अब बिहान साधना गर्नुपर्ने हुन्छ भनेदेखि अब यो बेलुकीको समयमा काम दिइसकेपछि अनि आउँदा एकदम रमाइलो यहाँ कियाको सोरुमहरू छ यहाँबाट अब यो माथि एभरेस्ट ब्याङ्क त्यो पारि त्यो अपार्टमेन्ट बनिरहेछ अनि अब यहाँ हस्पिटलदेखि लिएर अब त्यहाँ टिपलको सोरुमहरू छ अब के छ बाटो ट्रेन्डी छ उता सबै कुरा यहाँ छ ल यहाँ बाटो एकदम रमाइलो भएको छ यी बाइकहरू यस्तो हाँकिरहेको छ बाटो 16 लाइनको बाटो विकास भएपछि यस्तो राम्रो हुनेछ त्यो माथि अरिबेको क्याफे छ क्याफे पनि छ अब सबै छ यहाँनिर नभएको केही पनि छैन भन्दा पनि भयो कतार बिजनेस सेन्टर त्यहाँनिर छ अब यहाँ यो रेस्टुरेन्ट छ यो रेस्टुरेन्टमा नि हामी खानासाना खाएको थियो यो राम्रो छ यो पनि रेस्टुरेन्ट चाय पनि छ क्याफे चाय पनि छ फालफुल पसल पनि छ खाइदिने पसल पनि छ अब सबै कुरा छ यसमा नभएको केही पनि छैन यो बाटोमा हिँड्दाखेरि यहाँनिर साँझ पख वक गर्दाखेरि एकदम आनन्द पनि आइरहेको छ एकदम रमाइलो A1 सबै एकदम रमाइलो यो अपार्टमेन्ट भव्य बनाएको छ भव्य बनाएको रहेछ यहाँ